अधुरो परिचय, एक अविस्मरणीय यात्रा। चैत महिनाको दिउँसोको ठिक 2 बजेको थियो। धनगढीको रापिलो गर्मीमा मेरो मोबाइल थर्कियो। दाइ, काठमाडौँ जाने भनेर फोन गर्नुभएको? उताबाट एउटा अपरिचित तर स्पष्ट आवाज आयो। ती बसका स्टाफ रहेछन्। उनले 2:30 बजे 3708 नम्बरको बस शिवपुरी यातायातको काउन्टर अगाडि तयार हुने जानकारी दिए। म हतार एसपीए कलेजको क्यान्टिनबाट आफ्ना सामानहरू 2वटा मोटरसाइकलमा लादेर बस पार्कतिर उत्रिएँ। मनमा काठमाडौँ पुग्ने हतारो र एउटा लामो यात्राको कौतूहल थियो। 3वटा प्लास्टिकका बोराहरू खलासी भाइले जिम्मा लगाउँदै भने, भाइ, जतनले राख्नु है, कतै हराउला। चिन्ता नगर्नुहोस् दाइ, म मिलाएर राखिदिन्छु, खलासीले भन्यो। मेरो सिट ए साइडको 2 नम्बर थियो, झ्यालतिरको सिट, जहाँबाट बाहिरको संसार आफ्नै गतिमा गुदेको देखिन्थ्यो। झ्यालबाट बाहिर हेर्दै थिएँ। धुलो, पसल, मान्छेहरू सबै पछाडि छुट्दै गएका थिए। चैतको तातो हावा झ्यालबाट भित्र पस्दै थियो। अतरिया पुग्दा झन्नै आधा घण्टा बितेको थियो। त्यहाँ केही बेर बस रोकियो। मैले केही खुद्रा सामान, गुड, मिश्री किनेर झोलामा खाँदेँ र अगाडिको एउटा पसलमा गएर मोमो खाएँ। गर्मी यति थियो कि 1 गिलास उखुको जुस नखाई मनले मान्दै मानेन। साँझको 6:15 बजिसकेको थियो। बल्ल बस अत्तरियाबाट उइकियो। अब मेरो छेउको सिटमा एक अपरिचित यात्रुको आगमन भइसकेको थियो। एक महिला, जो अबको केही घण्टा मेरो यात्राको साथी बन्ने थिइन्। गाडी अलि अगाडि बढेपछि उनले मधुरो स्वरमा भनिन्, दाइ, कतै मेडिकल छ कि? मलाई त बान्ता होला जस्तो भयो, औषधि खानुपर्ने। खलासीले नजिकै मेडिकल नभएको भन्दै प्लास्टिकको झोला थमाइदियो। उनको छटपटी देखेर मैले आफ्नो गोजीमा भएको औषधिको पत्ता निकालेर दिएँ। लिनुहोस्, मसँग छ, मैले भने। उनले औषधि खाइन् र मतिर हेरेर मधुरो मुस्कानका साथ भनिन्, धन्यवाद दाइ। त्यो सानो मुस्कानले हामीबीचको अपरिचित पर्खाल अलिकति भत्कायो। उनले झ्यालतिर बस्न आग्रह गरिन्। मैले सहजै हुन्छ भने। बाहिर अँध्यारो बाक्लिँदै थियो। मैले श्रीमतीलाई फोन गरेर आफू अतरियाबाट हिँडेको जानकारी दिएँ। मेरो छेउमा बसेकी ती युवतीले भने कानमा इयरबड्स लगाएर आफ्नै संसारमा हराइरहेकी थिइन्। रातिको झन्डै 8 बज्न लाग्दा हामी कर्णाली चिसाबानी पुग्यौँ। माछा, ताजा माछा। बाहिर व्यापारीको कोलाहल थियो। उनले 1 प्लेट माछा किनिन् र मलाई पनि आग्रह गरिन्, खानुहोस् न दाइ, कर्णालीको माछा साह्रै मिठो हुन्छ। मैले हाँस्दै भने, नाइ, मलाई माछाको काँडादेखि डर लाग्छ। मेरो कुरा सुनेर उनी बेस्सरी हाँसिन्। उनको त्यो हाँसोमा के लुकेको थियो मैले आजसम्म बुझ्न सकेको छैन। तर त्यो हाँसोले यात्राको थकानलाई निकै कम गराइदिएको थियो। कुराकानी अगाडि बढ्यो। तपाईको घर कुन जिल्ला हो? उनले सोधिन्। डोटी, मैले छोटो उत्तर दिएँ। हाम्रो कुराकानी प्रश्न र उत्तरको श्रृङ्खला जस्तै थियो। मैले उनलाई निहालेँ। रातो पोते, कुर्ता सुरुवाल, तर शिरमा सिन्दुर थिएन। आँखामा कालो चस्मा र एउटा रहस्यमय शालीनता। रातिको 10 बजे बाँकेको ढकेरी स्थित प्रकृति होटेलमा बस रोकियो। हामी एउटै टेबलमा खाना खान बस्यौँ। खाना कस्तो छ? उनले सोधिन्। ठिकै छ, तपाईलाई नि? मलाई त अरू ठाउँको भन्दा राम्रो लाग्यो, उनले अनुभवी चाहिँ भनिन्। उनी महेन्द्रनगरकी रहेछिन् र हाल कीर्तिपुरमा दिदीकोमा बस्ने तयारीमा। उनको आँखामा विदेश जाने सपना थियो, जुन पूरा गर्न उनी काठमाडौँ जाँदै थिइन्। रात छिपिँदै गयो। नवलपरासी पुग्दा बिहानको 5 बजिसकेको थियो। हामीले सँगै कालो चिया पियौँ। चियाको कपबाट निस्किएको बाफ जस्तै हाम्रो गफ पनि बिस्तारै बाक्लिँदै गयो। नारायणगढ, मोगलिन हुँदै यात्रा अगाडि बढिरह्यो। मानौ हामी वर्षौंदेखिका चिनिएका साथी हौँ। उनले मलाई आफ्नो सुख, दुःख र सपनाहरू सुनाइन्। मैले आफ्ना अनुभवहरू। तर अनौठो कुरा, यति धेरै कुरा हुँदा पनि हामीले एक अर्काको नाम सोध्न बिर्सिएछौँ। दिउँसोको 3 बजे कलङ्कीको धुलो र भिडभाडमा हाम्रो गन्तव्य आइपुग्यो। उनी झर्ने बेला भयो। झर्नु अघि उनले मेरो नम्बर मागिन्। मैले नम्बरको सट्टा आफ्नो फेसबुकको आइडी दिएँ। म्यासेज गर्छु है, उनले भनिन्। हुन्छ, मैले टाउको हल्लाएँ। उनी ओर्लिन् र भिडमा हराइन्। म बसमै बसिरहेँ। अहिले म काठमाडौँको एउटा कुनामा बसेर सोच्दैछु, त्यो 24 घण्टाको यात्रामा
हामीले सारा संसारका कुरा गर्यौं, तर सबैभन्दा मुख्य कुरा नाम सोध्नै बिर्सिएछौँ। उनको नाम के होला, उनी अहिले कहाँ होलिन्, के उनले मलाई म्यासेज गर्लिन् त? मोबाइलको नोटिफिकेसन बज्दा पनि आजभोलि मनमा एउटा आशा पलाउँछ, कतै ती अपरिचित सहयात्रीको म्यासेज त आएन। यात्रा सकियो, तर एउटा मिठो तृष्णा अझै बाँकी छ। कतिपय सम्बन्धहरू नाम बिना नै सुन्दर हुने रहेछन्। यो शब्द लेख्नु भएको छ योगेन्द्रले।